ओ रवि दाई ल दाई हेलो हेलो विदेशीहरू नाइस नाइस सो केटाकेटी हो हामी चाहिँ अहिले यो मतपत्र हो कि के हो यो यहाँ चाहिँ आइसक्यौँ यसो जानु पऱ्यो स्कुलतिर क्रिकेट खेल्न गइदिउँ क्रिकेट हानौँ भने नि के हान्ने अब यस्तै हो यहाँ चाहिँ हालिरहेको रहेछ निर्वाचन चलिरहेको अहिले हाल्ने भनेको घन्टीमै होला होइन त यस्तै हो चिल छ अब जिन्दगी हाल्न पाइदिएँ मैले नि हाल्थेँ बरु यसो घन्टीमा मै उड्दिन्थेँ होइन त हो मै उड्दिन्थेँ टक्क लाएर को जित्छ होला जित्न त अब जित्छ बालेनले जित्नु पऱ्यो त्यही हो यहाँ चाहिँ यत्रो छन् जनताहरू लडाइँ झगडा के हुन्छ यही हुन्छ अब सब यस्तो छ क्रेज चितवनमा अगाडि आर्मीहरू पनि छन् को छन् त्यस्तै हो के लडाइँ भइरहेको थियो झगडा सगडा आर्मी हो कि तल को आइरहने केटाहरू को छन् रवि सबै अहिले को आउँछन् ऊ रविको जस्तो त कार त छ यो क्याम्पस स्टोरमा चितवनको क्याम्पस स्टोरमा यहाँ भोटहरू हालिरहेको रहेछन् यता चाहिँ धेरै छन् मान्छेहरू अनि यता चाहिँ अगाडि चाहिँ के पो भइरहेको रहेछ हामी गएर हेर्नेछौँ है त झगडा सगडा यो के भइरहेको जस्तो छ ए कोही न कोही त यहाँ आएको छ यहाँ मान्छेहरू भिडभाड छ ए रवि दाई आउनु भएको रहेछ हामी रवि दाईलाई हेर्नेछौँ ल है त यहाँ रवि दाई आउनु भएको रहेछ हामी चाहिँ रवि दाईसँग भेट्नेछौँ हेर्न सक्नुहुन्छ यस्तो छ यहाँ क्रेज रवि दाई ओ रवि दाई औ रवि दाई टक्क लाएर रवि दाईलाई देखियो ल दाई यस्तो ल दाइ ठिक छ नि ल जित्नुपर्छ होइन जसरी पनि ल दाइलाई पनि भेट्यो यहाँ चाहिँ भोटहरू हुँदैछ त्यही हो बालेन दाइलाई चाहिँ देखियो न ल अब चाहिँ निस्किन लाग्नुभयो रवि दाई टक्क लाएर ल दाई 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 उहाँ चाहिँ गइसक्नुभयो अनि यहाँ चाहिँ यो क्याम्पस स्टोरमा चाहिँ भोटहरू हालिरहेको रहेछन् होइन यतै जाऊँ न चितवनको क्याम्पस स्टोरमा अहिले चाहिँ रवि दाई आउनु भएको थियो यसो भेट्नलाई भेटेर चाहिँ गइसक्नुभयो अहिले चाहिँ क्याम्पस स्टोरको माहौल यस्तो छ यहाँ सबै यो जेनजीदेखि लिएर यो आमा बुवा यो दाजुभाइ बहिनीहरू यो सब यहाँ चट्ट लगाएर यहाँ छन् अनि यहाँ चाहिँ क्रिकेट गेमहरू भइरहेको छ हामी चाहिँ यसो एकछिन क्रिकेट खेलेर अनि यहाँ चाहिँ हेर्नेछौँ को अनि यहाँ बालेन दाई चाहिँ आउनु भएको रहेनछ रवि दाई आएर चाहिँ गइसक्नुभयो हामी चाहिँ एकछिन क्रिकेट खेल्छौँ यहाँ नारायणीको पुलमा यहाँ चाहिँ पानी छैन अनि चाहिँ यहाँ केटाहरू यो कताबाट आइरहन् यो विदेशीहरू पनि यताबाट आइरहेको रहेछन् सबै विदेशीहरू छन् यस्तै अब यहाँ सब यो नारायणी यो निर्वाचनको कारणले हेलो हेलो ल सबै विदेशीहरू नाइस नाइस सबै विदेशीहरू फ्यानहरू नि मेरो फाइनली हामीले चाहिँ रवि दाइले भेटेर गैडागुड पार्टीतिर आइसकेको छौँ अब के अगाडितिर के हुँदैछ जान्ने हो कि
गैँडाकोट पारिबाट चाहिँ राम्रो देखिने रहेछ यहाँ नारायण चाहिँ दामी देखिने रहेछ के बालिनको डोजर हो बालिनको डोजर जस्तो छ त यहाँ तर चिच्याइदिउँ के यहाँबाट जय घन्टी भन्दा त्यहाँ के भइरहेको त भित्र छिर्नुपर्छ कि यहाँ कति खालको नाम सबलाई आइसक्रिम खाऊ